च्यानल अनि त्यता चाहिँ अब नास्ता खायो आज बुढाले चाहिँ नानी बस्नुहुने नानीसित म चाहिँ त्यो बगानहरू सफा गरेर दिन्छु होइन म गरेर त छुट्टो भएको छ अलिअलि अस्ति सफा गरेर त्यो बुढाले फेरि घाँस भएछ पानी अलिअलि साफ गरिदिन्छु भनेर उतातिर अलिअलि साफ भयो अलिअलि साफ भयो हुनुमा त्यतातिर अनि साफहरू गरिदिन्छु यहाँ पनि धनियाँ पत्ता अलिअलि सफा गर्छु गाइस सफा गरेर देखाउँछु तपाईँहरूलाई म हेर्नुहोस् पुरा सफा गरिदियो अब दिनको खाना के बनाउने त्यो खाना पनि रेडी भयो फटाफट बगान सफा गरेर नानीलाई सुताएर बनाएको बोइल साग खुर्सानी आमाले बनाएको खट्टा मिठा अचार गुन्तुको माम यो पनि नुहाइ गरेर सफा भएछ खै गुन्तु हेलो गर्दा गुन्तु हेलो गर्दो यहाँ गाइसले हेलो गर्दो हेलो हेलो गाइस नानी पनि सुतेको थियो उठेछ मुड खराब छ यसको खै हाई गरिदिनु हुन्छ नगर्ने अरे त्यता खानासाना बनाइसकेको थियो खानु लागेको त उठेछ यो पनि अब पनि भात खिलाउँछु मेरो छोरी कुद्दै कुद्दै खेल्छ ऊ बाउ चाहिँ नो ड्युटी ओ यहाँ नाचो नाचो हाई गर्दो हेलो गर्न आराम से ओ गाइस रो त्यस्तो कुद्छ नि फिलिलिलिली खै भात भी खाइसक्यो गाइस पानी छैन भाँडा धुन्छु भनेको त ऊ बाउ छोरा बाउ छोरी यहाँ माम बाजे भन् ला फुच्का पापालाई लगाइदेऊ न पापा लगाइदिनुहोस् भन् पुच्का खै टाटर भित्र थ्याङ्क यू पापा भन खै पापालाई थ्याङ्क यू भन्नु यहाँ आएर बाजे भन पानी आ गया अभी मैं बर्तन धोता हूँ सबको डिनर देखो आज का पुतांग बनाए थोड़ा सा करी पत्ता चटनी साग सब्जी मिक्स हो अनि यहाँ दाल छ खान्छु गाइस बाई बाई